ए मित्र, आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हामी जस्ता ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान गर्न के कस्तो व्यवस्था गरेको रहेछ, केही थाहा छ तपाईँलाई? हामी जस्ता वृद्ध दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिहरूलाई मतदानमा सहज होस् भनेर निर्वाचन आयोगले सम्भव भएसम्म पहुँचयोग्य मतदान केन्द्रको व्यवस्था गर्ने, प्राथमिकता मतदान सुविधाको व्यवस्था गर्ने, सहयोगी मार्फत पनि मतदानको अधिकार प्रयोग गर्न दिने भनेको छ। मैले तपाईँको कुरा राम्रोसँग बुझिनँ नि, स्पष्ट भन्नुहोस् त। सुन्नुहोस्, यस निर्वाचनमा सम्भव भएसम्म मतदान केन्द्रमा र्याम्पको व्यवस्था गरी मतदातालाई सहज प्रवेशको व्यवस्था मिलाउने भनेको छ। त्यसै गरी वृद्ध अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा दीर्घरोगीलाई प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाएको छ भनेको पनि सुनेको छु। अनि सहयोगी मार्फत पनि मतदानको अधिकार भन्दै हुनुहुन्थ्यो नि अघि। हो, दृष्टिविहीन वा अशक्त मतदाताले आफ्नो विश्वासिलो सहयोगीको सहायताले गोपनीयता कायम राख्दै मतदान गर्न सक्ने व्यवस्था पनि छ अरे। अर्काले मत हालिदिँदा त कसलाई हालिदिन्छ फेरि? त्यही भएर त आफ्नो सबैभन्दा विश्वासिलो व्यक्ति सहयोग लिन सक्ने भनेको नि। ए, त्यसो भए त आफ्नो मताधिकार पनि सजिलोसँग प्रयोग हुने र मताधिकार पनि गोप्य रहने रहेछ। यही फागुन 21 गते बिहान 7 बजेदेखि अपराह्न 5 बजेसम्म हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरौं। निर्वाचन आयोग नेपाल।